हाय गाइस, अब हामी चाहिँ भन्ज्याङ रिसोर्ट जान आँटेको टक्क यो हाम्रो आफ्नै कारबाट। के छ छोरी? ठिक छ। आज स्कुल पनि बन्द गर्यो हैन? तिमीलाई चाहिँ के छ? ठिक छ? ल कस्तो छ म देखाउने छु है गाइस। हाम्रै पर्सनल ड्राइभर छेउछाउमा हुनुहुन्छ। यो कुन कार हो यो? यो कुन कार हो? हाम्रो पर्सनल कारमा जाँदैछौँ हामी फाल्गुना चोकसम्म। यस्तै छ। हेलो सेवारो, अहिले चाहिँ हामी भन्ज्याङ रिसोर्टमा आएको छौँ। भन्ज्याङ चाहिँ यता के छ हौ दुईजनाको खबर? हामी चाहिँ अहिले यो ठ्याक्कै आफ्नै हाम्रो दिदीहरूको रिसोर्ट अनि आइपुगेका छौँ अहिले टक्कसँगले। यता चाहिँ रिसोर्ट देख्नुहुन्छ कस्तो दामी यहाँ बन्दै रहेछ नयाँ रिसोर्टहरू पनि, एकदम खुसी लाग्यो। अब दिदीलाई भेटाइन्छ। बनाउँदैछ यो हुँदैछ नि त कार्यक्रम, मेरो कविता भन्ने हो ठ्याक्कै। टक्क हुँदैछ यस्तो छ होइन। हेलो पप्पी, के छ? के बनाएको यस्तो? यहाँ चाहिँ परिकार यस्तोहरू छ है। परिकारहरू दिदीको सबभन्दा सुरुमा नामलाई चिन्यो हो। यो चाहिँ यस्तो खालको छ घर, साह्रै राम्रो। यहाँ चाहिँ कार्यक्रम हुनु आँटेको छ, सजी सजावट चाहिँ एकदम बबाल भइरहेको छ। यहाँ हाम्रो चाहिँ मिसहरू हुनुहुन्छ, एकदमै खतरा छ। हामी चाहिँ होइन अहिले चाहिँ यो चपेटीको थोरै तलतिर छौँ। अहिले चाहिँ हामी थुक्पा पनि अर्डर भएर आइसकेको छ, भेज थुक्पा। यहाँ छोरीले चाहिँ चिप्स र फ्रुटी खाइराख्नु भएको छ भन्ज्याङमा। कस्तो लागिरहेछ? दामी। लु ठिक छ, नाचुङ लागिरहेछ। यस्तो भाइब्स यस्तो छ हो, दामी छ। लु खाऊ खाऊ, लु एकचोटि खाएर भन त कस्तो छ। दामी। ल ल ल ल कस्तो छ? एकदम दामी। यो सन्दकपुर याक्सामा छौँ, भन्ज्याङ रिसोर्टको सन्दकपुर याक्सामा। दामी। अरू पनि स्पेसल छ। अझ हामीले त भेजमा खाएको हो होइन? भेज पर्यो, त्यो भएर पाहुना घर हो। यहाँ चाहिँ आएर बस्न पनि सक्नुहुन्छ, यस्तो छ। अनि यता छ, यो चाहिँ हाम्रो प्यारे दिदी बहिनीहरूको हो कटेज, एकदम राम्रो छ। सबैजना आइदिनु होला। यहाँ दमकदेखि थोरै मासतिर मात्र हो, आइदिनु होला। यहाँ आमा छोरी चाहिँ यहाँनिर खेल्दैछ, यस्तो छ हालत। के छ हौ आजको प्लानिङहरू के छ? नाच त छोरी, लो छोरी छोरी नाच्नु लो। गीत अर्को लाउनुपर्छ चाहिँ। खोलामा खेल्ने भनेर छोरी, खोलामा खेल्ने भनेर यहाँ आमा छोरी चाहिँ खोला खेलिरहेछ यो नजिकै। अनि त्यस्तो छ हालत यहाँ छ। अब यस पछाडि हामी मुभी हेर्ने भन्ने कुरा भइरहेको छ। राम्रो छ। कटेज यहाँ माथि हो, दामी छ। दमकदेखि थोरै मासतिर मात्र हो। जुत्तामा पस है छोरी, यस्तो छ हालत। यस्तो छ मेरो चाहिँ। के घर नजाने रे छोरी? छोरी घर नजानु अरे? यतै घर बनाएर बस्नुपर्छ क्या हो? यतै घर बनाएर। हजुर
अहिले चाहिँ हामी आमा छोरी नाच्दैछ यहाँ। कपिराइट हामी चाहिँ अहिले भन्ज्याङ रिसोर्टमा इन्जोय गरेर कहाँ लाग्दैछौँ? घरतर्फ लाग्दैछौँ। हावाले यहाँ देखिसक्यो। मुभी हेर्न जाने। कुन मुभी रे? अवतार 3 चाहिँ एकदमै अहिले अतिमसा राम्रो छ। अतिमसालाई आज सरप्राइज के छ? के छ अतिमसालाई सरप्राइज? के छ सानो? छोरीले आज जे माग्छ त्यही हो। सचमे त्यही हो। सचमे हो छोरी? कस्तो आज छोरीले जे माग्नुहुन्छ त्यही छ। तर एकदमै यो चाहिँ भएन हौ मेरो। राम्रो छ त। गाडी चाहिँ नआएको कारणले गर्दाखेरि चाहिँ हामी थोरै हिँड्न सफल भएको छौँ। कुकुर यसरी बाटोमा नडराई सेवारो गर्छ। त्यही गरी छोरी चाहिँ यहीँ हिँडेकै छ। हामी यस्तो छौँ। विशेष गरी चाहिँ हामी आज हिजो चासोक तङ्न मनाएर एकदम अब यहीँ त हो। एकछिन उहाँ बस्ने अटो आइहाल्छ। अटोमा सर हाम्रो थार आउँछ। खै हो मेरो छोरी कहाँ गयो? हाम्रो छोरी यस्तो छ बोकेन भनेर यसरी पुछ्नुहुन्छ। अब के गर्ने यस्तो मान्छेलाई? अब यस्तो मान्छेले के गर्नु र? गाह्रो छ हाम्रो छोरीलाई। के भयो हौ? हाम्रो थारलाई पर्खेको आएन? आउनु। हाम्रो थार गाडी यहाँ छोरी फसिरहेछ अरे। एकछिन गाडी छोरी नगर, मम्मीले ल्याङ्ने नगर। ल यो मेरो दिउँसोदेखिको मेरो भ्लग अघि आधी खिच्न पाइएन। यहाँ फोटोहरू चाहिँ बनाइँदैछ हो। यो चाहिँ मेरो प्यारो मित्रको हाम्रो प्रोडक्सन हाउस हो। यहाँ चाहिँ म्युजिक भिडियोहरू फोटोसुट हेर्नुहोस्। दामी निकाल्नु भएको छ। मेरो फोटो। तर यहाँ चाहिँ टक्कै बिग्रेको छ। अनि अर्को फेरि गरियो यस्तो छ। यस्तो छ मेरो साथीको अफिस चाहिँ। सबैजनाले भिजिट गरिदिनु होला एकचोटि। यहाँ चाहिँ अफिसभित्र हो। यहाँ लाइट बाल्नुपर्छ। लाइट बाल्दाखेरि झक्कास हुन्छ नि। यो चाहिँ मेरो साथीको टक्कै क्यामेराहरू सबै। यहाँ फोटोसुटदेखि लिएर हरेक कुराहरू तपाईँहरूले गर्न सक्नुहुन्छ है त। दामी सजाउनु भएको छ मेरो साथीको मिसेस। उहाँले नै खिच्नु भएको। यस्तो छ गिम्बलहरू, ड्रोनहरू, ट्रेनहरू। यहाँ सबै क्यामेरा त आइटम छ। यहाँ कुन चाहिँ चाहियो सबै छ। हेर्नु होला। यहाँ मेरो साथी बस्छ। म लाइट मारेँ। अनि म यता बाहिर पनि देखाउन चाहन्छु। लाइट पनि बालौँ न त। यस्तो हेर्नुहोस् यहाँनिर यस्तो दामी छ सजावटै। यहाँ चाहिँ दामी क्या। मेहनत प्रतीक्षाको फल मिठो हुन्छ भनेर चाहिँ उहाँले मेहनत गर्नुभएको थियो। सबै उहाँले खिच्नु भएको फोटोहरू हो। यहाँ चाहिँ मेरो फोटो बन्दैछ। दिप भाइले बनाइदिँदै हुनुहुन्छ। यो चाहिँ ठ्याक्कै कहाँ पऱ्यो भने
डिमेक्सको ठ्याक्क अपोजिट पर्यो। सबैजना आइदिनु होला भन्न चाहन्छु। Spider. He'll come with us. He'll come to the reef. We can protect him there. Toto knows best. Come on, baby. It's not like that. You just decided. फिल्म हेरिसक्यौँ भर्खर। श्रोताको होइन केही सामान छुट्यो त होइन हामी चाहिँ राति 10:30 बजिसक्यो। फिल्म हेरेको के फिल्म हेरेको अवतार 3 यो छोरी कस्तो लाग्यो? मजा जाडो भएको छ छोरीलाई।